एभ्रिवान सम्पूर्ण साथीहरूलाई नमस्ते वेलकम छ मेरो युट्युब च्यानलमा होइन साथीहरू जति पनि मेरो युट्युबर साथीहरू हुनुहुन्छ हजुरहरूलाई नमस्कार हजुरहरूले भन्न चाहेँ र आज चाहिँ होइन म चाहिँ अब मासु लिन जाँदैछु आज चाहिँ सुँगुरको मासु र मकैको भात खाने भनेर लिन जाँदैछु तर बाहिर चाहिँ एकदमै पानी परिरहेको छ अहिले म चाहिँ अब छाता ओढेर भए पनि जानु पर्यो र हजुरहरूले सायद आवाज पनि सुनिसक्नु भएको छ होला होइन सो अब म चाहिँ मासु लिन जाँदैछु र म वहाँ पुगिसकेपछि म हजुरलाई देखाउँछु र मैले चाहिँ म बस्ने ठाउँको वरिपरिको सिनहरू पनि म देखाउन जान्छु ल साथीहरू यहाँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ होइन हाम्रो घरको वरिपरिको दृश्य चाहिँ यस्तो छ होइन यहाँ चाहिँ लगभग सेम एउटै साइजको होइन एक तले घरहरू छ होइन यहाँ चाहिँ अब पहिला एयरपोर्टको कारणले गर्दाखेरि एक तल बाइक अरू तल नथप्ने एलाउड थिएन नगरपालिकाले सो त्यही भएर यहाँ चाहिँ होइन पुरा एउटै तल पुरा एकनासका छन् यहाँ हेर्न सक्नुहुन्छ है वहाँ परदेखि रोड टुङ्गिएको छ र यहाँनिर चाहिँ सबै तलमा एक तले छ गाइस होइन अब चाहिँ थप्न चाहिँ अब चाहिँ मिल्छ तर एयरपोर्ट सरिसकेको छ यो ठाउँदेखि पर पानी चाहिँ अझै पुरा बेसी ठुलो परेर यहाँ हेर्न सक्नुहुन्छ पानी यत्रो छिरिरहेको छ होइन म चाहिँ पुरा हेर बच्चा होइन यस्तोमा कता हो बुझे बच्चाहरू चाहिँ पुरा पानीमा हिँडिरहेका छन् र मासु ल्याउन जाने ठाउँ थोरै टाढा छ यहाँ चाहिँ मेन रोडमा वहाँ पर मेन रोड पर्छ यो साइडबाट निस्कन सकिन्छ र यस्तो छ हाम्रो टोल अब म फेरि यहाँदेखि अगाडि जान्छु मासु लिनको लागि तर मासु लिन नि अलिकति टाढै छ हो हिँडेर टाढा त के भन्ने हो जम्मा 10 मिनटको बाटोलाई होइन साथीहरू टाढा त नबनाऊ ठिकै छ एउटा हातले छाता पक्रिरहेको छु एउटाले मोबाइल अनि भिडियो बनाउँदै हिँडिरहेको साथीहरू हाम्रो घरको साइडको वरिपरिको नजर कस्तो लाग्यो साथीहरू भन्नुहोस् ल कुकुर छ यहाँ एउटा छिमेकी दिदीको त्यो कुकुर फेरि होइन गन्दा पाएपछि फेरि भुकिहाल्यो फेरि आनन्द तालले भोग्नलाई चाहिँ एकदमै मस्त जर्मन सेफर्ड गन्दा पाएपछि त भुकिहाल्यो फेरि पानी पनि हेर्नुहोस् न हो साथीहरू पुरा चारैतिर अँध्यारो भइरहेर पुरा कुहिरो होइन बर्खा पनि लाग्यो र बर्खा लागे जस्तो भयो पुरा पानी परेर खुच्चु के गरेको नि तिमीले यहाँ साइकल के भयो खुट्टा नबोलेको नो रेस्पोन्स बच्चाले अब म यहाँ अलिकति रोड नजिक अब यता अर्को रोड साइडतिर आइसकेको छु म साथीहरू हेर्न सक्नुहुन्छ मेरो घरको वरिपरिको नजर बस्ने एरिया म बस्ने एरिया ठाउँ तर जस आज पानी चाहिँ बेसी ठुलो परेको हो पुरा हेर्न सक्नुहुन्छ पुरा नाली बगिरहेको छ जतासुकै अब म चाहिँ यहाँ हेर्न सक्नुहुन्छ मेन रोडमा आइसकेको छु साथीहरू
हेर्न सक्नुहुन्छ मासु लिन जाने ठाउँमा पर पर्छ। म चाहिँ मेन ठाउँमा आइसकेको छु ल। अब केही अलिकति तल पर्छ यहाँ पानी पुरा यस्तो नाली नाली छ हौ पुरा गइरहेछ। जस पोखरमा पानी आउँछ र सजिलो छ। अब म यहाँदेखि पारी क्रस भएर जान्छ। यहाँ जेब्रा क्रसबाट पारी हैन। यहाँ हेर्न सक्नुहुन्छ अब करिब करिब आइसकेको छु मासु लिने ठाउँमा। तर पानीले डिस्टर्ब गर्यो क्या। पानीले डिस्टर्ब गरेपछि करिब म चाहिँ यहाँ आइसकेँ। यहाँनिर बढ्छ साथीहरू पानीको भल चाहिँ यस्तो परिरहेको छ पुरा। हो पानी यहाँ मासु पसल। म चाहिँ यहाँ मासु पसलनिर आइसकेको छु साथीहरू। यहाँ दाइकोमा दाई हुनुहुन्न ल मासु काट्दिनु त काट्दिनु ल। म चाहिँ यहाँ होइन हाम्रो दाइकोमा मासु लिन आइसकेको छु गाइज। काट्दिनु हिजो लगेको होइन लगभग 1 केजी काट्दिनु। राम्रो राम्रो काट्दिनु ल दाइ। त्यही त ल ल अलि मसिन आज अलि सेतो छाला नरहेछ कि होइन दाइ। यस्तै मनपर्छ हौ मासु खाने मनपर्छ त्यस्तो के सुँगुरको मासु खानै पर्छ। सेतो सेतो मलाई फेरि सेतो सेतो मनपर्छ। तर मासु चाहिँ टेस्टी छ क्या यहाँको। यहाँ मासु ल्याउन अन्तमा जाँदै जान्न नि त फेरि बेसरी राम्रो लाग्छ क्या। हाम्रो दिदी घरमै बिजी हुनुहुन्छ। लगभग साथीहरू होइन यहाँ चाहिँ हाम्रो दाइले चाहिँ मासु चाहिँ एकदमै राम्रो दिनुहुन्छ र मासु पनि एकदम मिठो एकदम राम्रो पाउँछ। र म प्रायः जस्तो म यहीँ नै आउने गर्छु हाम्रो दाइकोमा लगभग मासु लिनको लागि। जस्तो भने त्यस्तै दिनुहुन्छ उहाँले। सो त्यही भएर बेस्ट लाग्छ यहाँको मासु दाइको पसलको होइन। मासु लिएर फर्किसकेको छु ल साथीहरू। अहिले पानी पनि बिदो भइगयो। मासु लिएर फर्किनु सक्यो। अब गएर पकाएर खाएर आनन्द लिने। करिब साथीहरू होइन म घरको नजिक आइसकेको छु मासु लिएर। मासु अनि छोरीलाई कोक चाहियो भनेर लिएर म चाहिँ घर नजिक आइसकेको छु हो। पानी पनि परिरहेछ हेर्न सक्नुहुन्छ। छाता ओढेन रुजी आइदिएको। यति हिँड्दा पनि स्याउ हुने हो साथीहरू। मोटो भएको कुनै कामै हुँदैन हो। एकछिन यत्तिकै हिँड्दा पनि फ्याफ्या हुने। र म घर आइसकेको छु साथीहरू। अब चाहिँ गएर पकाएर मकैको भात र सुँगुरको मासु पकाउनलाई रेडी अवस्था। स्याहाँ भएको हो साथीहरू। ओ माई गड। ल गाइस म चाहिँ होइन घर इन भइसकेको छु। हो किर्तु यो छाता ल हेर्नुहोस् त साथीहरू। हिँड्ने बानी नभएपछि पुरा स्याहाँ हुने। राम्रो।
यति हिँड्दा पनि स्यास्या पसिना पनि आएको हल्का पानी पनि आएको फेरि मजा आइसकेको छु ल साथीहरू। अब मकैको भात र मासु पकाउँछु सो अहिले म देखाउँछु ल। अहिले चाहिँ म आइसकेँ होइन साथीहरू। म चाहिँ मासु लिएर आइसकेको छु। अब खनाउनु पऱ्यो सो अनि प्याज लसुन त अघिदेखि नै रेडी छ। लसुनहरू छिलेर गएको अब यसलाई काट्न बाँकी छ। यहाँ मासु खनाउनु पऱ्यो र अनि त्यसपछि मासु पनि हेर्न सक्नुहुन्छ यस्तो दामी दामी दिनुभएको छ। र यो चाहिँ मैले कुकुरलाई ल्याइदिएको हड्डी रहेछ होइन। यसको साइडमा राख्नु पऱ्यो। अब माम चाहिँ के को खाने भने आज मकैको माम होइन। म चाहिँ अब यहाँ मासु पकाउन जाँदैछु। यहाँ तेल पनि खनिसकेको छ। अब चाहिँ म यहाँ मेथी राख्न गएँ पछाडि प्याज प्याज राखेँ चाहिँ यहाँ छ साथीहरू हेर्न सक्नुहुन्छ। अब प्याज रातो गरेर भुटेर एकछिन चाहिँ होइन। अहिले चाहिँ रातो हुन्छ मासुले एकछिन भुट्नुपर्ने हुन्छ अनि अलरेडी प्याज पनि पाकेको हुन्छ रातो गरेर। मासु चाहिँ मजाले भुट्नुपर्ने हुन्छ। धोएको पुरा पानी पनि भएको फुर्ती मजाले भुट्नुपर्ने हुन्छ। देख्न सक्नुहुन्छ होइन। यहाँ पाकिसकेको छ साथीहरू। अब यसलाई चाहिँ म धेरै बेरसम्म भुटेँ र यहाँ चाहिँ मसला यसलाई एकछिनमा राख्छु र अब यो चाहिँ एकछिनमा रेडी भइसक्यो। टमाटर समटर मसला ससला सब राखेँ। अब एकचोटि चाहिँ रेडी भइसक्यो साथीहरू। यहाँ चाहिँ होइन साथीहरू भिडियो देखिसक्नु भएको छ। यहाँ चाहिँ यम्मी देखेको छ यस्तो राम्रो हेर्न सक्नुहुन्छ। अब एकछिनमै रेडी हुन्छ। सबै थोक लगाइसकेको छु मैले होइन टमाटर हो। अब एकछिनमा पाक्यो साथीहरू होइन। यहाँ चाहिँ मैले अब चेक्लाको भात बनाउन जाँदैछु। मैले चाहिँ यसलाई अलरेडी यहाँ धोइसकेको छु। यहाँ हेर्न सक्नुहुन्छ यसको पुरा चेक्ला यति पुरा कालो कालो जान्छ। यसले चाहिँ मैले 2-3 चोटि धोइसकेको। अब चाहिँ म यसलाई चाहिँ यहाँ पुरा एकैचोटि राख्न जाँदैछु। पानी उम्लिसक्यो यस्तै पुरा एकैचोटि गरेर अनि पुरा ढेँडो जस्तै पुरा मस्काइ गर्छु होइन। अब पुरा एकैचोटि ओइरेर चाहिँ अब यस्तै पुरा एकछिन मस्काइ गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ अब उम्लिँदैछ। यसलाई चाहिँ यस्तै ओडाले पुरा मजा मैले यस्तै मस्काउनु पर्ने हुन्छ। यसलाई मस्काइ यस्तै मजाले अहिले यस्तो भइसकेको छ हेर्न सक्नुहुन्छ है। यहाँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ होइन रेडी भइसक्यो। यहाँ चाहिँ पाकेर चाहिँ रेडी भइसकेको छ यस्तो राम्रो हेर्न सक्नुहुन्छ। मासु चाहिँ रेडी भइसक्यो। हल्का मैले ग्रेभी लगाएको छु। अब यहाँ पनि हाम्रो मकैको भात रेडी भइसक्यो। अब चाहिँ खानालाई रेडी होइन। यहाँ चाहिँ मैले अब सबै पाकेर रेडी भइसकेको छ। यहाँ चाहिँ होइन यत्रो सङ्गरको मासु एक कटोरा लिएको छु। पुरा फेरि बसे भएको र यहाँ यो चाहिँ मकैको भात च्याख्ला भनिन्छ हामीले। र म चाहिँ अब खाना जाँदैछु ल। पसिना भइगयो तर मकैको भात र मासु चाहिँ राम्रो हुन्छ खानको लागि ल। म चाहिँ अलिक तातो भयो कि फेरि टेस्ट ल। म चाहिँ फर्स्ट बाइट है। अब हल्का चिमुट पनि राखिदिएको दामी भएछ यम्मी भएछ हो। साँच्चै भन्दा नि सोच्यो भन्दा राम्रो। आजको खाना चाहिँ जोस् धेरै मिठो परेछ हो साथीहरू। मेरो त अब त्यत्रो खाइसक्यो। लास्ट पिस अब ल साथीहरू मैले खाइसकेको छु होइन। अहिले चाहिँ अब होइन
लाग्यो हजुरहरूलाई होइन मेरो भिडियो साथ सपोर्ट गरिदिनु होला लास्टसम्म हेरिदिनु